बहिनी सिका बहिनी लौरो लिएर आएर मम्मीले आऊ नि टमी हाते हाते टमी हाते सला ए तेरो सला तेरो दुई झाडी जस्तो लाग्यो त जान्दै जान्छ रे ल हेलो गाई फेरि रनमतीको बान्टियो भनेर यस्तो झन्डै एङ्गल चाहिँ पड्केको के भने हेलो गाई छ ल म चाहिँ अब करण मगर होइन अब म चाहिँ फेरि अब नयाँ भ्लग बनाउन सुरु गरेर आएको छु फेरि बाटो यस्तो यस्तो छ क्या अनि के भन्नु र करण मगर होइन अब मेरो भिडियो के कस्तो लाग्यो हजुरहरूलाई होइन हिजो अस्तिको त्यो भ्लग त फेरि राम्रो गयो जस्तो लाग्यो तर त्यो पनि ल अब अहिले चाहिँ हामी त मान्छे खस्नु भएको अरे त्यहाँ भात खुवाउनु लग्नु आँट्यो अनि सामान पसलतिर हिँड्या घुस्न त आइदिनु के भन्नु घारी जङ्गल भन्छ लडाएको छ यत्रो सानो बाटोमा हिँडेको छ आलिमा यहाँ धाने चाहिँ धान हो यो चाहिँ ल अब हामी चाहिँ उहाँ पुगाएर कोदो काट्नु जान्छ होला सायद होइन दाइ कोदो छ त काट्नु जान्छ होला ल उतै गरी देखाउँछु यसो हजुरहरूलाई त्यही न गाई छैन हिजो चाहिँ म उता गएको थिएँ अनि अलिक भिडियो बनाउनु पाएन नि त भिडियो बनाउनु पाएन त्यही भएर आज चाहिँ ल आज सुरु गरेँ फेरि अनि त्यही हो ल अब अहिले चाहिँ म चाहिँ ओखर झिक्नु खोजेको है ओखर झोको टिप्नु खोजेको सुकाएको रहेछ ओखर झोको निकाल्नु पर्ने हुन्छ ओखरहरू राख्नु हुन्छ ओखरले त यसरी फाला फाल्छ आइज अब के आउँथ्यो र अब सामानहरू प्याक गरेको के पर्सि जान्छ नि त हामीहरू अब सामानहरू प्याक गरेको के खर्च के यहाँ चाहिँ यति भइसकेको छ ओखर त्यही नै हो ल अब मैले चाहिँ धेरै सामान लगाउनु खोजेँ मैले चाहिँ अलुवा के अरे त्यसको नाम के अरे इस्कुस अनि बरेला भन्छ के बरेला हो मिठो रहेछ बरेला भनेर बरेला भन्छ साह्रो हुन्छ भन्छ कस्तो हुन्छ हौ अब यो घर पठाउनु पर्ने हुन्छ ल अब म यति नै हुन्छ भन्छु ल कसलाई ल म पनि आएँ थाम बैना लिएर ओ बहिनी सिका बहिनी लौरो लिएर आएर मम्मीले आऊ त्यहाँ छुछौ पत्याएन नि तिमीले थाहा मैले पत्याएन आन्टी मानेन है सिखा बहिनीलाई बोला मानेन बहिनीले के गरे सिखा बहिनीले छुछौ रे हो रहेछ यता आऊ त यहाँ आऊ न टमी हादे टमी हादे ए साला टमी
टोमी छौँ त्यहाँ च्वाच्यौ कालो बुङ्गुर बुङ्गुर कि सुँगुर के भन्छ हर्रा होला हर्रा लोकल हर्रा रे है साला तेरो स्याला तेरो स्याला खानु मात्रै स्याला खानु मात्रै कहिले ठुलो हुनु त खानु पऱ्यो नि त ल हामीले खानु परेन तँलाई स्याला आन्टी आन्टी यो सुँगुर मार्ने बेला बोलाउनु है यो सुँगुर मार्ने बेला बोलाउनु भिडियो बनाएको क्या मैले अब भरेतिर युट्युबमा हाल्छु यहाँ चाहिँ आन्टी ल यता हेरिदिनु त तपाईँको छोरीले पनि हेर्छ क्या तपाईँको छोरीले पनि भरे भिडियो हेर्छ म भिडियो ल त्यही नै हो यहाँ अब हाम्रो आन्टी चाहिँ फेरि खतरा खाने फेरि खतरा खाने खतरा छ तपाईँ यहाँ के लग्नु भने के लग्नु नलागेको मैले नाइट भन्नु भएको छैन साग के को साग कुन हाम्रो मम्मीले कुन सागको बिरुवा भनेर न त्यहाँ गर्नु बहिनीहरूलाई यसै लिएर आउँछु म कहाँ यो त माथिको बहिनीलाई के निस्काउनु पऱ्यो खै अलुवा खै भन्नु पऱ्यो त्यही छ कि भित्र नाम के अरे नाम चाहिँ के हो शिखा बहिनी ओ शिखा बहिनी कहाँ लुकेको म भिडियो बनाउँदै आएको नि यहाँ के अरे के भन्छ नाम चाहिँ मलाई आउँदैन माथि किन चढायो फेरि माथि नै आउँछु अब लड्छ भने अब लड्छ भने के गर्छ लड्छ भने ल कस्तो होइन अलुवा देखाउनु अलुवा दिनुपर्छ भनेर हो अलुवा दिनुपर्छ भनेर हो अहिले फेरि के अलुवा दिनुपर्छ भनेर म भिडियो बनाऊ हो के गरिदिनु म छुटाउ तल मलाई यहाँ अलुवा दिने भिडियो क्यामेरामा बस्दैन अहिले फेरि छिटो तल खाँदैन तिमी छिटो अहिले तिमीलाई म हेर न अघि पकायो नि साग हो त्यसको बिउ दल्दियो अर्को ठुल्ठुलो हुनेको लाने होइन यो अरे राम्रो लाग्यो साग तिमी तल आउन हुन्छ त अब यहाँ चाहिँ हामीले इस्कुस टिप्नु पर्ने हुन्छ अब इस्कुस अब धेरै त सक्दिनँ होला टिप्नुलाई इस्कुस यस्तो छ यता इस्कुस अब बरलाई चाहिँ मैले सक्दिनँ त जस्तो छ हौ टिप्नुलाई माथि छ कसो टिप्नु बरेला पर्छ क्या एउटा उसले उतल जानु न ल तिमी आउने तिमी लो अहिले तिमीलाई हेर न छोरा आउने कपालमा देखाउन भूत भएर अहिले छुटाउ भुइँमा छुटाउ यहाँ यी फिल्म हेरेर रहेछ क्या अनि त्यहाँ यहाँ मलाई त चाहियो अलुवा रे म दुइटै मिक्स गरौँ न थुप्रो मिक्स गरेको होला यो चाहिँ मिक्स गरेको कति लाने भयो धेरै पर्दैन अर्कै खालको पनि मिसिएछ होइन अघि दिएको नि हो त्यो खाल पनि मिसिएको रहेछ त्यो खाने भइहाल्छ नि होइन यो मिसिएको तपाईँको छोरीले मजाले हेर्छ क्या मेरो भिडियो हेरिदिन्छ क्या ल अब यहाँ म ओखुटो पनि झ्याउ लाग्यो अहिले यहाँ चाहिँ अङ्कलले यहाँ बाँस फोड्नु भयो दाह्रो फोड्नु भयो यसो गरिदिनु अङ्कल यस्तो गरिदिनु यहाँ अब मलाई अलिकता अब सुरुमा त लाज लागेको थियो मलाई भिडियो बनाउने अल्छी लाज लागेको थियो तिमी चाहिँ आउने शिखा बहिनी
अहिले छिटो आउन भने ल म क्यामेरा गर्छु आउ ल छिटो यहाँ छिटो ल त्यही न अब हामी चाहिँ म चाहिँ अब प्याकिङ गर्न आएको अरे बाप रे बाप अङ्कल हो अङ्कल डुम्सी झर्नु भएको डुम्सी झरे जस्तो लाग्यो त हौ डुम्सी झरे तपाईँले ल अब भरे पनि के प्याक गरौँ न है म कोदो टिप्नुमा म पनि आउँछु कतातिर भन्दा कहाँतिर कोदो टिप्नु भन्दा भन्ने आउँछु टिप्न ऊ माथि आन्टीकोमा कहाँ उतै हिजो गएको ठाउँमा होइन यो आन्टीकोमा यो आन्टीको माथि छ क्या ए बहिनीहरूसँग आउनु अब म बरेला तान्नुपर्ने हुन्छ बरेला खै गरेला टिप्नु होइन यसको टिप्नु अनि ऊ त्यो दाल पनि म अलिअलि पठाउँ भनेको कुन त लोकल दाल देखाउनु त अस्ति खाएको क्या ऊ त्यस्तो खालको हुन्छ थोरै हालिदिउँ त नि यति नि फेरि कसले हाल्छ त धेरै अन्त थोरै 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 धेरै होइन रुखमा चढ्नुपर्छ हौ ए तल स्प्रेयर टिपिदिन्छ तिमीहरू आउन अनि मलाई सहयोग गर्नु यता भन्छु छिटो ल ल ल अब म छिनमा म टिप्छु नि त्यसरी गर्छु ल ल त्यही न अङ्कल अब अङ्कल यहाँ टिपिदिनु भयो गाछन् चलेर तानिदिनु हुन्छ अरे यहाँ खै यहाँ दिनु ल म यो गर्छु अब मेरो पो एक बोरा हुन्छ क्या अरे खै मेरो पो एक बोरा हुन्छ क्या अरे ल अब प्याकिङको सुरु भइरहेछ अब त्यही हो भुसन त अब दाई चाहिँ अब उता जानु भयो दाईको काम अलि भ्याएन अब जानु अहिले चाहिँ बिहान निस्केर जाँदा फलाल्टेतिर फलाल्टे थियो त्यहाँ जानु भयो अब कतिखेर आउँछ गाउँ टिप्नु जाने गाउँ लिनु जाने भनेर भनेछ गाउँ लास्टमा देखाउँछु नि हजुरहरूलाई कति सामान भयो मेरो भनेर भयो अङ्कल धेरै हुन्छ अङ्कल त झाम तान्नुभयो सिका बहिनी तिमीलाई मैले जाने हेर न तिमीले मलाई ठगेछ नि होइन ठिक छ ठगेको नि मलाई होइन म थाम ल अब म यहाँ टिप्छु नि एकछिन देखाउँछु अहिले अङ्कल नचढ्नु भनेको चढ्नु भयो छोडिदिनु झर्नु भयो स्कुटी माफी टिप्छु बिस्तारी आउनु ल त्यही नयाँ गाइस ल यहाँ चाहिँ इस्कुस र बरेला छ यहाँ यो रातो खाले अलुवा अनि यो सागको बिरुवा हो अनि यो प्याज चाहिँ काठमाडौँ लाग्छ अनि यहाँ ओखर पनि छ लग्नु भनेको छ यहाँ अब ओखर पनि लाग्छ अनि बसन्त गएर पनि ओखर छ यो फुलको बिरुवा पनि लग्नु कि जस्तो लागिरहेको छ यो यस्तो राम्रो छ लग्नु कि जस्तो लागिरहेको छ होइन अब त्यही नै हो जस ठाउँ चाहिँ रमाइलो छ ए भाग्यो त्यो सिका बहिनी भिडियो बनाउँछु भनेको टा भागेछ के भन्नु र कहाँ गयो खै आउँदैन त्यो रे त आउनु न छिटो आउने ल त्यही न म ट्याक्सी गर्छु म ल एकछिन लाग्यो त्यहाँदेखि जाने हो त्यहाँदेखि बाटो हो कहाँदेखि के भने बोलाउँ त अब
बिदा कार्यक्रम कहीँ न फेरि तल यहाँबाट भन्नु जाउँ न आन्टी मेरो यस्तो सब्सक्राइबर मेरो बढ्दैछ राम्रो बढेछ यसो आन्टीले सपोर्ट दिनु छैन अझै नबनाऊ भन्छ अकबरे प्रशान्त दाइलाई मलाई होइन ल अकबरे ल यताबाट फेरि यो भयो थाहा पहिला यसलाई उस्नु न यतै उस्नु खोजेको यतै उस्नु यसलाई अहिले हामीले अब खानु पर्दैन अहिले हो ल ल आउँदैन भिडियो देखाउँछ भनेर क्यामेरामा देखाउँछ भनेर कोठामा छिर्यो के को घर पहाडी होला घरमा छाडिरहेछ ल ल अब त्यही हो अब केही छैन अब यहाँदेखि निस्किनुपर्ने हुन्छ अब बिदा कार्यक्रम दिनुपर्ने हुन्छ होइन त्यही हो तनाव छ ए भुसन्दा यहाँ त्यो गर्दैछ धेरै बरुलाई त धेरै हाल्यो इस्कुस चाहिँ मैले हालेन अनि तपाईँ नपठाएको कति कालो मुला ए ल ल अब त्यही हो ल ल अब त्यति नै होला फेरि आन्टी फेरि ल अब हामी चाहिँ त यहाँ आइसकेछ है कोदो दिन आएको हामी चाहिँ त्यस्तो न अब माछ चढ्छ माछ चढेपछि तल चाहिँ झर्नु आयो 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 बोक्न सक्छ नि उकालो चढ्नु पर्यो उकालो चढेर क्वा हट तेरो बाउ साला हट
सो अब खाना खानु हिँडेको अब खाना खानुको टाइम लाग्छ अनि भुसन बा है भुसन बाबा भनिदिनु त ल कस्तो यसो भन्नु न केही अब कति महिनाको कस्तो छ ठाउँ कस्तो मलाई त राम्रो लाग्यो तर हल्का त्यही हो हिँडाइले गरेर चाहिँ म त मर्नु लाग्यो त्यति मात्रै हो हिँडाइले मात्रै अरू त सब ठिकै छ तर जाडो चाहिँ कस्तो हो यो त हात मात्रै कट 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 खा मलाई ल भोलि अब जाने हो काठमाडौँतिर त्यसपछि भ्लग अब त्यतिर हुन्छ काठमाडौँतिरकै सहरको आउँछ सहरको आउँछ त्यही नै हो ल अब हामी चाहिँ खाना खानु गएको अहिले चाहिँ ल अब हामी चाहिँ तलबाट खानासाना खाएर नि आइसकेको छ अब त्यही त हो नि चचेको मासु खाएर आएको अनि ल अब आजको भिडियो चाहिँ यहीँसम्म हो अब सुत्नुपर्ने हुन्छ अस्ति थकाइ लागेछ बोरा बोक्दा बोक्दा ल अब यति नै भन्न चाहन्छु भिडियो के कस्तो लाग्यो लाइक सेयर कमेन्ट गरिदिनु होला राम्रो लाग्यो अलिकता धेरै माया देखाउनु होला यति भन्न चाहन्छु म बिदा लिन चाहन्छु ल हस् त बाई बाई